वेलकम ब्याक टु जेरेसवारीको ब्लग। माइकी जय माइकी जय। गाडीले अनकन्टार पारामा छोडिदियो। आधी घन्टा भयो काठमाडौँबाट हिँडेको, गाडी बिग्रेर अब अर्को गाडी बोलाउँदैछौँ। एउटा होटेल छ च्याखम भनेर बुझ्न गएको, चिया नि पाक्दैन थियो। कस्तो होटेल रहेछ यो है। यात्रा बिचमा गाडी बिग्रे पनि केटाहरू रमाइलो गर्न हिँड्दैछन् है। 4 बज्यो, बिहान 6 बजेदेखिको यात्रा बल्ल पोखरामा 4 बजिसक्यो। कहिले पुग्ने हो बेनी, तातो पानी, यस्तो सबै हालत यस्तो भइसक्यो। कसैलाई के दुखेको छ, कसैलाई के दुखेको छ। ल ग्याङ चल्दैछ पोखरामा, खाजा खाने ठाउँ खोज्दैछन्। अब फेरि एकचोटि हामी बाटोमा विश्राम गर्दै भन्ने कि गाडी बिग्रियो भन्ने। ल इभी गाडी चाहिँ कसैले नकिन्नु है। फेरि एकचोटि गाडीले त्यस्तै धोका दिएको छ। अब आधी घन्टा गाडीलाई रेस्ट हुन दिउँ, अनि चल्छ कि चल्दैन फेरि हेरौँला। बाटोमा फेरि 1-1 घन्टा चार्ज गर्नुपर्ने रहेछ इभी गाडी। लङ टुरमा इभी गाडी लिएर नजानु होला है। आधी घन्टा ब्याट्री कुल डाउन, अनि त्यसपछि रफ्तार जाने हो। कोही पनि देखाएको छैन, सब भूत भइरहेछ है। ल एक भूत सब पागल भइसक्यो गाडी बिग्रेर। यस्तै छ है, यस्तै छ। ल थकेट भयो यार, खाएको जति सब निकाल्नु पर्यो। कहाँबाट निकाल्यो, माथिबाट कि तलबाट? लन्डङ हाल्यो गाडीबाट। माथिबाट निकाल्यो कि तलबाट? दुबई। सही होला। मार्क्स कस्तो भयो आज? यो चाहिँ मेरो माया मायालुले दिएको कि माया? हनीमुनमा आएको म चाहिँ हनीमुन प्याकेज सिङ्गल होइन, उ यहाँ छ पार्टनर। खाप चाहिँ अलिकति साथमा ये सनद होटेल छ गाले ठ्याक्क। यस्तै छ साथीहरू। गाडी साडी पाएको छैन, तातपानीमा आज नि यही बाँच होला जस्तो छ है। ल मिस्टर सुशान्त महर्जन बिजी, महर्जन बिजी, सबै बिजी।
asking about me, where I've been and where I sleep. It's hard to find me if you really want to. Turns past that takes a cool sign. Same bobcat, same old roots. Trying to outrun the thought of you, but it was down to the truth. Don't stop. You can't leave in a town this small. You can change your mind, but not your past. Every mile just feels like moving half. You can change my name in your phone. You can't leave in a town this small. I moved on, but not too far. Just down the road from who we are. You can change your hair, change your street, but you can't outrun the memories. Nah, I ain't mad, I just laugh sometimes. How love can fade, but this town stays mine. They say small towns, just don't forget. I guess you're right about that. You can change your mind, but not your past. Every mile just feels like moving half. You can change my name in your phone. You can't leave in a town this small. Every red light still knows your car. Every Porsche light still breaks my heart. You can back it up, girl, burn it all. You can't leave in a town this small. Don't go too far when it's written in the counting stars. Finally, we have reached the night. Every Porsche light still breaks my heart. You can back it up, girl, burn it all. You can't leave in a town this small. आजको बास यस्तो छ है कडा गोठमा सुतिरहेछन् आज यस्तै भयो है साथी सही हो ल अहिलेसम्मको सबसे डिफिकल्ट यात्राको आज हाम्रो तेस्रो दिन बिहान हामी त्यस्तै 3 बजे उठेका थियौँ 3 बजे हिँड्ने प्लान थियो तर 12 जनाको ग्रुप भइसकेपछि भनेको जस्तो केही पनि हुँदैन त्यही पनि हामी लगभग 4 बजेतिर हिँडेको थियौँ यात्रा चाहिँ कस्तो रहेछ भन्दा यो नर्थ एबिसीको के रहेछ भन्दाखेरि चाहिँ हिँड्ने ठाउँदेखि नै खोला हिँड्दै आउने अनि त्यसपछि जब गुफा फाँट भन्ने ठाउँ कट्छ त्यसपछि बल्ल हिमाल देख्न थाल्छ गुफा फाँट भन्ने ठाउँसम्म चाहिँ मजाले खोलाको तिर फुत्फुते झरना अरू के झरना हेर्दै आयौँ अनि त्यसपछि हामी गुफा फाँटमा बास बसेका थियौँ आज चाहिँ गुफा फाँटबाट लगभग 4 बजे हिँड्यौँ हिँड्दैछौँ अब यस्तो एउटा हिमाल देखिने रहेछ यतापट्टि एउटा देखिने रहेछ फाइनल्ली रमाइलो छ ट्रायल पुस्केट मेला पुग्यौँ बिहान 4 बजे हिँडेको थियो अहिले कति बजे भन्ने कति बजे काले 5:45 कस्तो हुँदैछ सन्दीप बब्बाल गाह्रो भइरहेको छ काठमाडौँमा पहिरो आएर बाटो खत्तम हामीलाई त यहाँ पहिरो पनि छैन पानी नि परेको छैन यस्तो खतरा हिमाल देखिरहेछ आनन्द हुन्छ आज कस्तो भइरहेछ रमाइलो धेरै रमाइलो अरू सबले सजिलो पार्ट मात्र देखाउँछ रमाइलो पार्ट मात्र देखाउँछन् हामी चाहिँ गाह्रो पार्ट देखाउनु पऱ्यो उसको मेलामा बस्नु मेरो मोबाइल तिमीसँग होइन ल मोबाइल एकछिन त्यो हेर्छ टावर आउँछ यहाँ चाहिँ बरु टन्न बस्ने ठाउँ रहेछ है उता त छैन गुफाबाटमा छैन खासै भनेपछि केटाहरूले हामीलाई भनेको अनुसार अझै पनि हामीसँग स्टामिना बाँकी नै छ हामी 4 बजे होइन 4:30 बजे हिँडेको थियौँ अरे झन्डै 4:45 बजे हामी यहाँ 5:45 मै पुग्यौँ भनेपछि हाम्रो पेस आज तीर महर्जन भन्ने हो नाइके हाम्रो ग्रुप नाइके भन्नुस् केही दुई शब्द भनिदिनुस् होला तिम्रो उता हेटौडा जाने प्लान के छ अर्को दशैं उसको ससुराली फेरि ससुराली अर्को दशैं कहाँ हो तिम्रो
यतै हुन्छ यतै हो कि अन्त कतै अर्को दसैँ हामी जाउँ न त लिन के मङ्सिरमा लिन्छौँ ल त्यही खुसीमा जे होस् फुटसल खेलेको काम लाग्यो अलिकति भए पनि स्टामिना फुटसल खेलेको तिमीलाई धेरै काम लाग्यो त्यो सानो कुरा एउटा नि भेटा तिमीले अलिक पैसा आउने कुरा धेरै धेरै धन्यवाद यो सब तिमीले हामीलाई धन्यवाद दिनुपर्छ तिमीलाई फुटसल खेल्न लाने पनि गन्तव्यमा हामी आइपुग्यौँ क्या खतरा भइया छौँ यहाँ पछाडि हिमाल एक देखाउनु त साथी पछाडि यहाँ छ तपाईँको पछाडि देखाउनु यहाँ ल ल ल ल ल त्यसको लागि ग्रुपको सबसे खतरा घोडाहरू दुईजना आयो है हेमन घोडा र राकेश घोडा ल हिँडाइ नै घोडा जस्तो छ यिनीहरूको हामी 2 पाइला हिँड्दा यिनीहरू 8 पाइला हिँड्छ लास्टै घोडा फेरि सक्दैन यिनीहरूलाई हामीले ल सबसे लास्टमा आएको हामीलाई भेटाइसक्यो के गर्ने अब भ्यू चाहिँ यस्तै छ है ल ल एकचोटि हाइड्रेट फर्मुला यहाँ भएर पनि आज नर्थ एबिसी आउन सफल मिस्टर अलबहादुर जोन जोशी ढुङ्गाको मान्छे हो टाढै हुँदैन नाकै सुत्रिन्छ यस्तो खतरा देखिरहेको छ काललाई यार एउटा फोटो खिच्न मन लाग्यो काल एउटा फोटो ब्रेक हुँदैछ है चाउचाउ ब्रेक बिहान चाउचाउ चाउ बिस्कुट मर्ला त्यो बिस्कुट ल्याउला छपाका ल भरिया सनराइज भएछ यार केब नै केब रहेछ है जिउै भयो नि केबै केब रहेछ यहाँ जम काले जम ठाडो उकालो है टक्क झर्ना सँगसँगै खोला सँगसँगै उकालो ठाडो छ आज माथि चढेर पनि तल्लै झर्ने बेनीसम्मै झर्ने विचार गर्दैछौँ त्यही भएर हामी हल्का रसमा हिँड्दैछौँ है मैले बोलेको सुनिसक्छ भने थाहा छैन खोलाको आवाज एकदम ठुलो छ ल यहाँबाट बल्ल हिमाल देख्न थाल्यो है यो 0.5मा राखेको भएर हिमाल त्यस्तो ठुलो देखाएको छैन तर ठुलो देखाएको छ यहाँबाट चाहिँ एकदम ठुलो देखेको छ दुईटा डाँडाको चेपचेप हुँदै खोला हेर्दै 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 हामी माथि पुग्ने रहेछौँ गाह्रो भइरहेछ यार साथीहरू तिमीलाई के भन्नु छ गाह्रो भइरहेछ
अनि रक्सी खिचुडी बढी पनि भएको पाइरहेको छ अँ होइन हाम्रो फेरि टाइगर बेङ्गली टाइगरलाई चाहिँ थोरै नपुगेर उसको इनर्जी बहुत बचाएको छ म त श्याममा भइसक्यो अबको लागि गाउँ भाइ सजिलो यो सजिलो छ डेन्जर छ है यसमै छ ल पानी पर्छ भन्ने मौसममा यस्तो खुल्ला त आम्मा We feel so lucky. एभलान्स आयो जस्तो यार यस्तो ठुलो एउटा जस्तो लाग्यो हिम पहिरो आएको छ है डेन्जर माथिबाट झरेको त देख्दै देखेन हामीले सर र झऱ्यो कहाँ झऱ्यो अझै जानु छ टन्नै अब चाहिँ लास्टै थकाइ लागिसक्यो है केटाहरू आउँदैछ आधी केटा गइसक्यो स्टोन म्यान यहाँ छ ट्वाके म्यान यहाँ छ घोडा दुइटा खै यहीँ छ ल घोडा दुइटा नि यहाँ पुगिसकेको छ कति हो यार हिम पहिरोलाई बोलो आज हामीलाई लास्टै मौसमले चाहिँ साथ दिएको छ है यस्तो हुस्सु नै हुस्सु थियो आज चाहिँ वेदरले दामी साथ दिएको छ यतिको हेर्न पाइसक्यौँ माथि गएर 5 कुण्ड हेरेर एकचोटि माथिबाट 5 कुण्ड हेर्नु पायो भने चाहिँ स्वर्गै होला यति भयो हाम्रो जीवन सफल भयो आजको वर्ष यो वर्ष हामी स्वर्ग पुग्यौँ अर्को वर्ष फेरि स्वर्ग पुगौँला ल घोडाहरू यसरी फोटो लिएर आउन भ्याउँछ हाम्रो त केही गर्न भ्याउँदैन घोडाहरू फोटो नि लिएर आउनु भ्याउँछ पञ्चकुण्ड आइपुग्यो छ है अब चाहिँ हेर्दैछौँ ल्यागहरू हालेर हेर्दा त पञ्चकुण्ड जस्तो लाग्यो के हो एक्ज्याक्टली चाहिँ खागबुचुन्डी डाँडा 100 मिटर अराउन्ड एलिभेसन गेन गर्नेछ हाइट Oh my god, look at that beautiful lake. Hey, finally Panchakunda देखियो. It's beautiful. कस्तो निलो यार हुस्सुले ढाक्न सुरु गरिसक्यो तर पनि it's beautiful. चारैतिर माउन्टेन रेन्ज फाइनली पञ्चकुण्ड कहाँ छ होला केटाहरू पुगिसकेको छ कहाँ बसिरह होला
साइड चाहिँ माथि छ भैया जिल्ला 5 सेकेन्ड पुगिसकेको छौँ है हामी तातो पानी त ल है अब चाहिँ हामी पञ्चकुण्ड छोडेर बेस क्याम्पतिर लाग्दैछौँ आधा घन्टा भन्ने चाहिँ हेर्दै जाउँ कति लाग्दो रहेछ तर बब्बाल छ यार पञ्चकुण्ड चाहिँ कस्तो नि कस्तो हुँदैछ मार्क्स बबाल खतरा है मन्दिर नि रहेछ एक राउन्ड घुम्दिउँ ल के मन्दिर रहेछ निलगिरी थाहा नआगिसु या थाहै छैन होला ल है अब एकछिनमा भेटौँ ल गुजार्छ 17 This is Panchakunda and this is North ABC base camp यो अगाडिको चाहिँ अन्नपूर्ण होला तर कुन चाहिँ अन्नपूर्ण ठ्याक्कै एक्ज्याक्टली थाहा भएन हजुर आउँदैछ दाइ One, 2, 3, go! मैदानमा आइपुग्यो है यहाँबाट कहाँ पुग्छ चाहिँ के आइडिया यस्तो मैदान रहेछ है अन्नपूर्ण अगाडि थाहा भने सरकारले चाहिँ यहाँ एउटा स्टेडियम खोल्नु पर्यो फुटबल ग्राउन्डको लागि ठिक्क छ त्यहाँ माथि छ जस्तो लागिरहेको छ बेस क्याम्प हेरौँ है त के हुन्छ अलिकति अगाडिसम्म जाउँ फाइनली नर्थ अन्नपूर्ण बेस क्याम्प भनेर यहाँ माथि 360 views of mountains and mountains. कता ल यार